वेलकम टु माई मिनी ब्लग साथीहरू सबैलाई नमस्ते। अहिले चाहिँ हामी कोलपुरको न्यू रोडमा छौँ। साथीहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ न्यू रोडको दृश्य। यहाँ कस्तो राम्रो रुखहरूमा चाहिँ कलरहरू लगाएको छ हेर्न सक्नुहुन्छ। र यहाँ दिदीलाई हेर्न सक्नुहुन्छ। दिदी चाहिँ हामी सँगसँगै चाहिँ हामी छौँ र आज चाहिँ हामी ल साथीहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ जाँदैछौँ र भिनाजु पनि आइसक्नु भएको छ बजारमा। अब चाहिँ भिनाजु हामीहरू सबै मिलेर चाहिँ भिनाजु र दाइको लागि सपिङ गर्न जाँदैछौँ। यहाँ चाहिँ सबैजना आउनु होला साथीहरू। यहाँ चाहिँ बोइजको लुगाहरू यस्तो राम्रो पाइन्छ साथीहरू। हामी चाहिँ सुरुमा जाँदाखेरि खोइ पाइन्छ कि पाइन्न भन्ने चिन्तामा थियौँ, तर त्यसपछि जब हामी यहाँ प्रवेश गऱ्यौँ हामीले यस्तो राम्रो राम्रो लुगाहरू देख्यौँ कि हामीलाई एकदम मन पर्यो र त्यसपछि हामीले लुगाहरू हेऱ्यौँ र त्यसपछि हाम्रो लुगाहरू पनि तयारी हुँदैछ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ लुगाहरू प्याक गर्दै हुनुहुन्छ हाम्रो र हामीले चाहिँ दादाको लागि फर्मल ड्रेसहरू लग्यौँ जुन ब्ल्याक प्यान्ट वाइट सर्ट अनि ब्ल्याक बेल्ट छ र हेर्न सक्नुहुन्छ दिदीलाई, यहाँ दाइलाई पनि हेर्न सक्नुहुन्छ र यहाँ मलाई पनि हेर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ हाम्रो सामान प्याक भइसकेको छ। अब चाहिँ हामी यहाँबाट बिदा हुन्छौँ। यहाँ हेर्न सक्नुहुन्छ। अब चाहिँ साथीहरू यहाँ दाइ चाहिँ एकदम हाँसिराख्नु भएको छ, एकदम खुसी हुनुहुन्छ र हामीलाई चाहिँ यहाँको लुगाहरू एकदम राम्रो लाग्यो साथीहरू। तपाईँहरूलाई पनि चाहिन्छ भने यहाँ आउन सक्नुहुन्छ। बोइजको लुगाहरू यस्तो राम्रो पाइन्छ यहाँ चाहिँ। त्यसपछि हामी पूजाको सामग्री लिनको लागि चाहिँ हामी यहाँ आयौँ र यहाँ हेर्न सक्नुहुन्छ यहाँ वरमालाहरू कस्तो राम्रो राम्रो। पछि हामीले एउटा डाला किन्यौँ हेर्न सक्नुहुन्छ र त्यसपछि दिदी र भिनाजु स्कुटीमा हिँड्नुहुन्छ र हेर्न सक्नुहुन्छ चिसो चिसो हावा खाँदै उहाँहरू चाहिँ एकदम खुसी खुसी ह्याप्पी हुँदै चाहिँ अगाडि बढ्नुहुन्छ। र त्यसपछि हेर्न सक्नुहुन्छ दिदीले चाहिँ चस्मा लगाएर चाहिँ अब आफ्नो कपाल खोल्नुहुन्छ। उहाँको कपाल चाहिँ एकदम राम्रो छ साथीहरू। हेर्न सक्नुहुन्छ उहाँको कपाल कस्तो राम्रो उठ्दैछ। त्यसपछि मलाई हेर्न सक्नुहुन्छ साथीहरू। म चाहिँ एकदम के भनौँ भएर चाहिँ म एकदम हाँसी मात्रै राखिरहेको छु र दाइ पनि हाँसिराख्नु भएको छ र दिदीले भन्नुहुन्छ तिमीहरू किन हाँसेको भनेर। त्यसपछि हामी हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामी एउटा पसलमा जाँदैछौँ जुन चाहिँ हामीलाई अलि फुलहरूको लागि चाहिँ। र हेर्न सक्नुहुन्छ हामी चाहिँ यो पसलमा पुग्छौँ र यहाँ चाहिँ हामीलाई केही फ्लावर्सहरू चाहिएको थियो र त्यसपछि हामी यहाँ रोकिन्छौँ र हामी यहाँभित्र प्रवेश गर्छौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ प्रवेश गर्ने बित्तिकै यस्तो राम्रो राम्रो फुलहरू यस्तो राम्रो राम्रो बुकेहरू देख्दा त आफूलाई यस्तो खुसी लाग्यो साथीहरू। मलाई त यस्तो राम्रो लाग्यो। हेर्न सक्नुहुन्छ गिफ्टहरू पनि पाइने रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ वरमालाहरू पनि पाइन्छ र त्यसपछि भिनाजुले चाहिँ एउटा फुल लगेर चाहिँ दिदीलाई दिनुहुन्छ र दिदी चाहिँ एकदम खुसी हुनुहुन्छ। हेर्न सक्नुहुन्छ दिदी भिनाजुको जोडी र नेपाली जोडी जस्तो छ। र त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अब दाइ र म चाहिँ हामी बाइकमा हिँड्दैछौँ र दाइसँग म केही क्वेसनहरू गर्दैछु दाइलाई कस्तो लाग्यो के हुँदैछ भनेर। तर दाइले चाहिँ मलाई एन्सर दिँदै हुनुहुन्छ सबैलाई। थ्याङ्क यू सो मच। राधे राधे, बाई बाई।